यो दुनिया त बेग्लै भए नि। नवगायक हुनुहुन्छ राम पाण्डे, यहाँलाई स्वागत छ। नमस्कार। एकदमै स्कुलको प्रोग्रामहरूमा भाग लिइरहेको हुन्छु। सरहरूले पनि अवसर दिनुहुन्छ। यस्तो केही प्रोग्रामहरू भयो भने, गाउने प्रोग्रामहरू भयो भने पनि, अथवा कुनै कार्यक्रम भयो भने पनि गीत गाऊ नि त भनेर अवसर दिनुहुन्छ। अनि म चाहिँ नाइ चाहिँ भन्दिनँ होइन। देउता सानो पासपोर्ट र झोला 2-4 वर्ष अब भेट नहोला कपाल कोरेर। नमस्कार आदरणीय श्रोताहरू, तपाईँ यति बेला हेर्दै हुनुहुन्छ रेडियो बन्दीपुरको फेसबुक पेजसँगै रेडियो बन्दीपुरको युट्युब च्यानलमा। स्वागत छ। आज हामीसँग हुनुहुन्छ रेडियोलाई अत्यन्तै माया गर्ने रेडियो प्रेमी, लमजुङको दुर्दी गाउँपालिका वडा नम्बर 4 नौथर सेरादेखि हुनुहुन्छ। एकदम नियमित रूपमा उहाँले हाम्रो प्रोग्राममा, हरेक प्रोग्राममा ओपन पनि गर्नुहुन्छ। नवगायक भन्दा पनि फरक नपर्ला, नवगायक हुनुहुन्छ राम पाण्डे, यहाँलाई स्वागत छ। अनि सन्चै हुनुहुन्छ? एकदमै सन्चै छु। अनि दिनहरू कसरी व्यतीत गर्दै हुनुहुन्छ, कसरी बिताउँदै हुनुहुन्छ? दिनहरू त अब घरेसी कामहरूको अलावा अब विद्यालय जाने अनि घरेसी कामहरू गरेर बिताइँदैछ भनौँ न। अनि स्कुलमा पढ्दै हुनुहुन्छ है? हजुर। एउटा गीत सुनौ न, बाँकी कुराहरू गर्दै गरौँला। हजुरको एउटा मुखार बिन्दुमा चाहिँ एउटा गीत सुनौ। हुन्छ, एउटा छोटो गीत गाउन जान्छ है त। खेमसेन्चुरी लगायत अन्य कलाका साथीहरूले आवाज दिनुभएको गीत यहाँको माझमा सुनाउँछ है त। यो दुनिया त बेग्लै भए नि, यो दुनिया त शैली बेग्लै भए नि, तिमीलाई माया गर्ने मान्छे एक्लै भए नि, यो दुनिया त शैली बेग्लै भए नि, तिमीलाई माया गर्ने मान्छे एक्लै भए नि, आज तिमीलाई माया गर्ने मान्छे एक्लै भए नि। धन्यवाद। ओके, अत्यन्तै मिठो आवाजमा यो दुनिया त बेग्लै भयो नि, अत्यन्तै मिठो आवाजमा गीत सुनाइदिनु भयो। अनि घरदेखि फोनमा, रेडियोमा गीत गाइरहँदा फोनबाट कस्तो अनुभव, सँगै यहाँ स्टुडियोमा प्रत्यक्ष रूपमा आउँदा के अनुभव तपाईँले पाउनुभयो, के फरक पाउनुभयो? एकदमै यो धेरै फरक पाएँ मैले होइन। जब घरमा कसैले देख्दैनन् होइन, बोलेको एकान्त ठाउँबाट फोनमा बोलेको र यहाँ स्टुडियोमा आएर भेटघाट गरेर स्टुडियोमा आएर बोलेको एकदमै धेरै फरक छ पाएँ मैले होइन। फोनमा बोलेको कसैले सुन्दैनन् भने, अनि नजिकै स्टुडियोमा आएर बोल्दाखेरि चाहिँ सबले देख्नुहुने भयो होइन। अनि सबैले सुन्नु पनि हुँदै देख्नु पनि हुँदै, त्यही फरक छ भनौँ न। एकदमै खुसी पनि लाग्यो। दोर्दीतिर पनि रेडियो बन्दीपुर राम्रोसँग सुनिन्छ है, लमजुङको दोर्दी? एकदमै लमजुङको दोर्दीमा राम्रो सुनिन्छ। अलिक पहिला चाहिँ सुनिन्थेन, अनि यो पछिल्लो समयमा चाहिँ रेडियो बन्दीपुर धेरै राम्रो सुनिन्छ। अलिक पहिला सुनिन्थ्यो तर अलि हल्का सुनिन्थ्यो, तर आजभोलि चाहिँ अलि स्पष्ट सुनिन्छ, धेरै राम्रो सुनिन्छ है। हजुर। अनि हजुर स्कुल पनि पढ्नुहुन्छ, अनि स्कुलमा प्रोग्रामहरू हुन्छ, शुक्रबारी कार्यक्रमहरूमा कतिको भाग लिनुहुन्छ, कतिको गाउनुहुन्छ? एकदमै स्कुलको प्रोग्रामहरूमा भाग लिइरहेको हुन्छु। सरहरूले पनि अवसर दिनुहुन्छ। यस्तो केही प्रोग्रामहरू भयो भने, गाउने प्रोग्रामहरू भयो भने पनि, अथवा कुनै कार्यक्रम भयो भने पनि गीत गाऊ नि त भनेर अवसर दिनुहुन्छ। अनि म चाहिँ नाइ चाहिँ भन्दिनँ होइन। अनि जस अलिअलि भयो नि गाइराख्छु नि त, अनि त्यही भएर जस गाइराख्छु स्कुलतिर पनि प्रोग्रामहरूमा भाग लिइरहेको हुन्छु। अनि सर, त्यसपछि म्याडम, मिसहरूको, सँगै साथीहरूको प्रतिक्रिया चाहिँ कस्तो आउँछ रामलाई? एकदमै राम्रो छ भन्नुहुन्छ। एकदम स्वर पनि राम्रो छ भन्नुहुन्छ होइन। तर मलाई चाहिँ आफ्नो स्वर चाहिँ राम्रो त लाग्दैन होइन। तर गीत सुनिसके पछाडि चाहिँ सबैले चाहिँ राम्रो छ भनेर चाहिँ तारिफ गर्नुहुन्छ। एकदमै
एकदमै अनि उहाँहरूले राम्रो मलाई यो सुझाव सल्लाह दिनुभयो भएपछि एकदमै ओहो मेरो स्वर साँच्चै नै राम्रो नै हो त भनेर पनि मलाई लाग्ने गर्छ होइन एकदमै रमाइलो लाग्छ भनौँ न। अनि घर परिवारमा मम्मी बाबा दिदी दाइलाई सुनाउनुहुन्छ कि सुनाउनुहुन्न? एकदमै सुनाउँछु मैले। दिदी मेरो दाइहरूले सबैले सुन्नु भएको छ, सबैले राम्रो छ भन्नुभएको छ होइन, राम्रो भन्नुहुन्छ सबैजनाले। अझ मैले यो पहिला त रेडियोमा फोन गरेको त मेरो कसैले पनि थाहा थिएन होइन। अनि जब मेरो दाइले थाहा पाउनु भयो रेडियोमा फोन गर्दै गरेको, त्यहाँबाट चाहिँ दाइले चाहिँ थाहा पाउनु भएपछि चाहिँ मलाई अझै खुसी लाग्यो। अनि उहाँले चाहिँ मलाई राम्रो सुझाव दिनुभयो, रेडियोमा बोलेर यसरी गीत गाएको चाहिँ उहाँले देख्नु भएपछि एकदम राम्रो सुझाव दिनुभयो। एकदमै रमाइलो खुसी लाग्यो भनौँ न, त्यस राम्रो मान्नुहुन्छ। ल ठिक छ, परिवारको भनौँ न एउटा साथ सपोर्ट चाहिँ रामलाई छ। हजुर एकदमै, परिवार सँगसँगै अन्य समुदायको पनि साथीभाइ विद्यालयहरू सरहरू मिसहरूबाट पनि त्यस राम्रै सपोर्टहरू भइरहेको छ भनौँ। राम्रो प्रतिक्रिया सपोर्टहरू गाउनुपर्छ राम भन्नुहुन्छ होइन? हजुर हजुर। राम चाहिँ मलाई गाउन अझै जोस जागेर आउँछ भनौँ न अलिअलि होइन। हस्, हाम्रो पनि धेरै धेरै शुभकामना छ साङ्गीतिक क्षेत्र साङ्गीतिक जीवनमा अगाडि बढ्दै जानु होला। अनि राम चाहिँ यसरी भनिराख्दा अहिले कुन स्कुलमा पढ्नुहुन्छ अरे? म श्री चैतन्य दया सत्य माध्यमिक विद्यालयमा अध्ययनरत छु अहिले चाहिँ। यो चाहिँ दोर्दी गाउँपालिका 4 नौथरसेरामै रहेको छ। नौथरसेराबाट करिब आधी घन्टा जति लाग्छ भनौँ न, अलि माथि उकालो छ। अनि स्कुल जाने बेलामा बाटोमा रामले गाउनुहुन्छ कि गाउनुहुन्न, के छ? गाउँछु, अलिअलि गुनगुनाउने गर्छु, जाँदा होस् आउँदा होस् होइन, गुनगुनाउने गर्छु, एकदमै गुनगुनाउने गर्छु। अनि सँगैको साथीहरूलाई सुनाउँदा चाहिँ के प्रतिक्रिया आउँछ? राम्रो छ भन्नुहुन्छ सबै साथीहरूले, एकदमै रमाइलो लाग्छ उहाँले राम्रो छ भनिदिएपछि होइन। एकदमै मलाई चाहिँ एकदम रमाइलो लाग्छ। अनि जस साथीहरूसँग पनि कक्षामा पनि सुनाइरहेको हुन्छु होइन। अनि कहिले कक्षाभित्रै पनि सरहरूले पनि मिसहरूले पनि ल एउटा गीत गाउन पर्यो भनेर भन्नुहुन्छ, अनि एकदमै गाएर सुनाइदिन्छु, रमाइलो लाग्छ। ल धन्यवाद, एउटा गीत सुनाउन रामको। ल हुन्छ, म फेरि पनि एउटा गीत सुनाउँछु है त। मैले अहिले गाउन लागेको गीत पनि खेम सेन्चुरीको नै रहेको छ। हुन्छ, म अहिले गाउन लागेको गीत चाहिँ कपालु कोरेर भन्ने गीत गाउँदैछ है त। देउता सानो पासपोर्ट र झोला 2-4 वर्ष अब भेट नहोला कपालु कोरेर कसरी जानी हो मायालाई छोडेर पासपोर्ट र झोला 2-4 वर्ष अब भेट नहोला कपालु कोरेर कसरी जानी हो मायालाई छोडेर। ओके, अत्यन्तै मिठो आवाजमा गीत सुनाइदिनु भयो। धन्यवाद हजुरलाई पनि, मलाई यहाँसम्म आएर आफ्नो केही सानो जाने पनि नजाने पनि एउटा गीत सुनाउनका लागि अवसर दिनुभयो, यसका लागि हजुरलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद छ राम, आउँदै गर्नुहोला, हामी जहिले रामको प्रतीक्षामै रहनेछु। माया गरेर धेरै टाढादेखि रेडियो बन्दीपुरसम्म आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। हस् हुन्छ, धन्यवाद हजुरलाई पनि। यो दुःख भनौँ न चाहिँ यो मेरो प्रतिभा हजुरको यो हाम्रो हजुर भनौँ न हाम्रो रेडियो बन्दीपुर मार्फत यो प्रतिभा राख्न पाउँदा आज एकदमै खुसी लागेको छ। घरमा पहिला सुनिन्थ्यो मात्र भने आज प्रत्यक्ष स्टुडियोमै आएर हजुरसँग कुराकानी गर्न पाइएको छ, एकदमै खुसी लागेको छ मलाई चाहिँ। हस्, धेरै धेरै धन्यवाद छ राम। हस्, धन्यवाद।